हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। हामी चाहिँ आज न्यू डे न्यू भ्लग स्टार्ट गरिरहेछौँ। हामी अब घुम्न जान लाग्छौँ खाना खाएर। यो अनि त्यो म जाँदैछौँ गाइज है, यसको च्यानललाई चाहिँ एकदम बढाउनु पर्ने हुन्छ। हामीले अब एकदम मिलियन प्लसमा पुऱ्याउनु पर्ने हुन्छ। पस्किरहेको चाहिँ अब हामी गइरहेछौँ। लेट्स सी। गाइज है, बाहिर निस्किन लागेको यहाँ त पुरा चर्ती कलाहरू देखाइदिन्छ। सो है, हामी चाहिँ निस्किसक्यो गाइज। बाहिर हिँड्न हामी चाहिँ गएको गर्दै अब एकैचोटि तल घर भेट्छ है। सो गाइज है, हामी चाहिँ घुम्नु निस्किसकेको है। अनि यहाँ बाहिर आएको एकदम घामले साइको स्टोर लाग्छ। फ्लिपमा छ घुम्दै यतातिर गयो विचार। अब हामी कहाँ जाने, कुन ठाउँ रे? ड्रिम गार्डन रे है। कति टाइम लाग्छ? कति टाइम लाग्छ भने 10-15 मिनट त्यहाँ गएर अब घुम्नुपर्छ है। सो गाइज है, पैसा निकाल्न लाग्यो हामी। अब कति लाख करोड निकाल्छौँ भने हामीलाई मात्रै थाहा छ। त्यहाँ छिटो छ भित्र निकाल्नलाई है। त्यसरी अनि थाहा हुन्छ अब कति कहाँ के कस्तो यसको खुट्टा देखिरहेको छ अरे। खोइ के सोल के भनिदियो। अहिले अब भेट्यो भने चाहिँ तब बनाउने भेट्यो भने मान्छे भेट्यो ठिक छ। आफ्नो मान्छेलाई आफ्नो सो गाइज अलिकति हामी फेरि जहाँ पनि हिँड्ने मान्छे फेरि खुल्ला ठाउँमा, नेपालको जस्तो बाटोमा फेरि जहाँ पनि हिँड्ने मान्छे कि यहाँ नि हिँड्छ, यहाँ अगाडि हिँडिरहेको छ होइन। अझै लाग्छ होला 5-10 मिनट त अझै लाग्छ होला। अनि अझै 10 मिनट लाग्छ अरे। कहिले पुग्नु कहिले? अझ त म आज होस्टेल पनि जानुपर्ने छ। त्यही फेरि हिरासिला केही हुनु भयो भने त्यस्तै नेभर। एउटा बुवाई बुवाई रे। टिकट काट्नु लागेको पैसा चान्छु नभएर हिस्सा भएर बसिरहेको। कतिवटा हुन्छ लिनुहोस् त। लाउनुहोस्, राख्नुहोस् ल, झोला हाल्न दे। ड्रिम गार्डनमा मैले खासै त्यस्तो चाहिँ केही देखिनँ, तर राम्रै गफ छ। आमा के थियो हामीले पिङ खेल्नु चाहिँ न जाउँ, तर फेरि त्यो हामीलाई खेल्नु दिँदैन होला नि। ल अब आयो, हामी चाहिँ अब फोटो खिच्नुपर्ने हुन्छ। अनि दुईजना झन् यसलाई त झन् कस्तो राम्रो। ल अब हामी यस्तै गरेर फोटो खिच्छौँ हामी। सो गाइज चाहिँ हामी के भन्छ अरे ड्रिम पार्क ड्रिम गार्डन अफ ड्रिम लेखेको थियो अघि एउटा यसमा चाहिँ। यहाँ फेरि बुर्ज खलिफा छ है फेरि नेपालमा।
क्या भाइ दुबई भन्दा दामी छ अनि यहाँदेखि यस्तो दामी छ है कस्तो लाग्छ मलाई राम्रो लागेछ त अनि भ्युअरहरूलाई चाहिँ फेरि अफकोर्स अनि फेरि तेरिका शैली रिमे त्यस्तै हुँदैछ है अनि अरू केही ओ सेट यता फेरि अर्कै रहेछ फेरि यता हो यता अब यस्तै हो है अब हामी एकछिन घुमघाम गरेर एकछिन बसेर गफगाफ गरेर हामी चाहिँ सडक आफ्नो बाटो लाग्नुपर्ने हुन्छ कहाँ जानुपर्ने हुन्छ अब हामी कहीँ जहाँ इच्छा लाग्छ त्यहीँ जानुपर्ने हुन्छ अब कहाँ जानुपर्ने हुन्छ भन्न सो गाइस चाहिँ अहिले हामी यहाँनिर टक्क घुम्दा यहाँनिर एकछिन रेस्ट टाइम फर अस यहाँ बोलिरहेको छु कलमा हामी चाहिँ एकदम चिलमा फेरि है नो बाल नो टेन्सन एकदम नाकै नदेखेर टेन्सन भन्दा फेरि त्यो त मान्छेहरू लट्स अफ मान्छेहरू छ क्या यहाँ फेरि यस्तो जताततै वाक्कै लाग्दो त्यहाँबाट हामी एकछिन घुम्ने अनि फेरि जाने हामी अब धेरै बेर बस्दैन हामी जस्ट फर आवर्स त्यही है त अब हामी एकछिन अब कति बजीसम्म घुम्छौँ अनि त्यस साइड टाप सो गाइस अहिले हामी फेरि मुनिबाट झर्छ यो खोइ के कफी कि खोइ के भन्दैछ यो अनि अब हामी नै कार्यक्रम चलिरहेछ त्यसको डिस्प्ले उडाएर त्यसको फेरि हाम्रो मजा खराब भइसक्यो हामी यस्तै घुम्दै अब कतासम्म पुग्छ हामीलाई थाहा छैन हिँड्न कता जाने त्यहाँबाट ल अब हामी बिस्तारै यतै घुम्छौँ अब फोटो खिच्दै भनेको यसले त नि के हो भने पुरा कता आधी टाउको छ घरि कता केही छैन राम्रो आइरहेछ के छ अरे पर्फेक्ट छ अरे अब हामी यहाँबाट उठेर अब एकछिन हामी कति टाइम बस्ने अब कति बजीसम्म अझै 1-1.5 घन्टा अझै 1-1.5 घन्टा बस्नु के हुन्छ हेरि अन्त गाइज हामी घुम्न आएको पिङ खेल्ने रे पिङ आइज पिङ खेल्न आइज ल मच्यु ल पिङ यहाँनिर खेलेर अब पिङ एकछिन खेलाएर मात्रै हुन्छ सब कुराहरू सो गाइज है हामी चाहिँ अब फेरि यहाँ टिकटक बनाउने भनेर आएको आउनु चाहिँ यतापट्टि बनाइरहेछ यतापट्टि बनाउने भनिरहेछ कहाँ बनाउने भन्ने मेरो मोड अफ छ तेरो मोड अफ छ कि मुड अफ छ हेलो म्याम कुन गीतमा भन्न गाइस हामी चाहिँ अब धेरै टाइम घुमिसक्यौँ अब हामी चाहिँ निस्किन आँटेको देख्न सक्नुहुन्छ एकदम खासमा भ्लगर चाहिँ यो हो तर मलाई त्यति साह्रो बोल्न आउँदैन त्यही पनि थोरै बोलिरहेको छु मेरो च्यानल हो भिडियो बनाउने चाहिँ त्यो हो म चाहिँ पछि गाइस हेलो एनसी ब्रदर सब्सक्राइब प्लिज हेलो म्याम यो चाहिँ ड्रिम गार्डन हो एकदमै राम्रो ब्युटिफुल छ हजुरहरू पनि भिजिट गर्नु होला घुम्यो यहाँनिर सराउन्ड सबतिर यहाँ चाहिँ होइन तर हाम्रो अब घुमघाम यहीँसम्म थियो हामी निस्किन लागेकै बाई गाइज बाई
सो गाइज है अनि फेरि यहाँ ब्लगरहरू फेरि त्यो ब्लगरहरू भेटिन्छ कि फेरि बाटोबाट फेरि म्यान अरू केही भन्नु छैन अब म आज यो खोइ यो ठमेल होला हो ठमेलतिर यहाँ एकदम एस्थेटिक साउन्डहरू पाइन्छ क्या अलिक पुरानो अब म यति सकेर यो सकेर अनि म जान्छु होस्टेल म आई वान्ट स्टे ल है त बाई बाई हामी अब त्यसले हेर्न भिडियो बनाएको छैन अब हामी है अब यहाँनिर गफ गर्दै गर्दै अब हामी यहाँ कहाँ ओरै आइसक्यौँ होइन त्यहाँनिर भिडियो बनाइरहेको छ त्यो अनि त्यसको आफ्नो संसार छ फेरि यहाँ फेरि आफ्नो संसार छ उसलाई फेरि आइफोन 17 प्रो म्याक्सको जरुरत छ अरे फेरि जुन चाहिँ हामीसँग इम्पोसिबल छ अहिले 15 मात्रै हाम्रो यो अब हामी हिँडिरहेको छौँ हिँडेको छौँ खुट्टा किन्दै छैन जेन हुन सक्छ अब जस्तै अब यसले भिडियो एडिट गरेर यसले हाल्छ यसले एडिट गर्छ यसले बनाउँछ यसले डेली भ्लग हाल्छ अब डेली नट इभन अ सिङ्गल डे अफ के अरे त्यसलाई के भन्छ ग्याप कन्टिन्युस भिडियो हालेर हुन्छ है अब सो गाइज चाहिँ अहिले चाहिँ हामी अब ठ्याक्कसँगले घुमेर घुमघाम गरेर हामी स्टोर आइपुगिसक्यौँ दिदीहरूको स्टोर अनि दिदीहरू माथि आउँदैछ म एक्लै आएँ यहाँ बसिरहेको छु अब बिस्तारै दिदीहरू आउँछ यस्तो छ स्टोर चाहिँ है यस्तो छ अनि केही चाहिए ब्याग्सहरू लेडिज ब्याग्सहरू होला सायद यो चाहिएमा डिएम गर्न सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुनेछ नम्बर लिङ्क बायोमा हुन्छ है डिस्क्रिप्सनमा हस् त जय नेपाल।